नेपाल मगर सांस्कृतिक सङ्घको 23औं स्थापना दिवस भव्य र सभ्य सम्पन्न भयो। कार्यक्रमको सभाध्यक्ष नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रका अध्यक्ष नन्द घरती मगर, प्रमुख अतिथि नेपाल मगर सङ्घका अध्यक्ष आदरणीय रक्ष रैका मगरज्यू र विशेष अतिथि संरक्षक पूर्व माननीय संस्कृतिविद आदरणीय बमकुमारी बुढा मगरज्यू। विशेष अतिथिज्यूहरूमा सांस्कृतिक संस्थान राष्ट्रिय नाच घरका महाप्रबन्धक सर्जक गायक आदरणीय किरण बाबु पुन मगरज्यू, संरक्षक पूर्व अध्यक्ष चर्चित गायक आदरणीय शालिजो शिरोमणि खड्क गर्बुजा मगरज्यू, संरक्षक पूर्व अध्यक्ष वरिष्ठ मादल वादक गायक खर्क बुढा मगरज्यू, कलाकार तथा मगर अध्यक्ष संरक्षक आदरणीय कविराज मगरज्यू, संरक्षक तथा निवर्तमान अध्यक्ष गायक सर्जक दीप सागर थापा मगरज्यू लगायत सल्लाहकारज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू, नेपाल मगर सांस्कृतिक सङ्घ विशेष उपत्यकाकी अध्यक्ष केशु पुन मगरज्यू लगायत सम्पूर्ण उपस्थित हुनुहुन्थ्यो। सांस्कृतिक सङ्घको 23औं स्थापना दिवस सम्पन्न अग्रज सर्जक गायक खड्क गर्बुजा मगर शालिजो शिरोमणिबाट सम्मानित हुनुभएको छ। कार्यक्रमको प्रमुख आकर्षकहरूमा नेपाली मौलिक लोक संस्कृतिको अमूल्य सम्पदा पहिलोपटक 2047 सालमा रेकर्ड भएको शालिजो गीतलाई पहिलोपटक 2053 सालमा बजारमा पहिलोपटक विधिवत ल्याउनुभयो र 4 दशकदेखि यहाँले गायन परम्पराको संरक्षण, सम्वर्धन, प्रबोधन तथा पुस्तान्तरणमा निरन्तर समर्पित रहँदै अतुलनीय योगदान पुर्याउनु भएकामा वरिष्ठ लोकगायक तथा स्रष्टा खड्क गर्बुजा मगरलाई शालिजो शिरोमणि मान पदवी प्रदान गरियो। उहाँको योगदानले सालैजो भाकालाई राष्ट्रिय पहिचान दिलाउनका साथै नयाँ पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको हुनाले यस ऐतिहासिक कार्यक्रम मार्फत उच्च सम्मान व्यक्त गरियो। त्यसैगरी नेपाल सरकारको सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको सांस्कृतिक संस्थानको नेतृत्व गर्दै संस्थागत सुधारका साथै मगर समुदायका अमूर्त सांस्कृतिक सम्पदा भूमिपूर्व र नचारु स्थायी नाचलाई नेपालको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रबन्धक किरण बाबु पुनलाई अभिनन्दन पत्र प्रदान गरी सम्मान गर्नुभएको छ। कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरका प्रतियोगीहरूमा उल्लेखनीय 24 पटक सफलता हासिल गर्नुभएका चर्चित लोकदोहोरी गायक दिलीप थापा मगरलाई हालसम्म राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेको विशिष्ट उपलब्धिको कदर गर्दै बधाई पत्र प्रदान गरिएको थियो। त्यसैगरी चर्चित लोकदोहोरी गायक अनुप आले मगरलाई तमु लोसार 2083 को अवसरमा आयोजित राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सफलताका लागि बधाई ज्ञापन गरियो। नचारु स्याही नाच दर्ता गर्नुहुने पूर्व माननीय संस्कृतिविद बमकुमारी बुढा मगरज्यू र भूमे नाच दर्ता गर्न अहम भूमिका खेली दर्ता गर्नुहुने आदरणीय बागलाल बुढा मगरज्यूलाई पनि सम्मान गरिएको छ। यसैगरी चर्चित लोकदोहोरी गायक सङ्गिना थापा मगरलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित 9औं राष्ट्रिय रनिङ सिल्ड लोकदोहोरी प्रतियोगितामा